जाम हेर्नुहोस् है, जाम उकालोमा जाम। व्हाइट गुम्बा गएको घामले डढेर हामी चाहिँ ब्ल्याक हुनु लागिसक्यो है। व्हाइट गुम्बा गएको हो। लहै 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 यस्तो छ है। यस्तो मजा छ है आज, यस्तो मजा छ। हिँड 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 उकालोमा ट्याक्सी आउनु नसकेर यता पाखाबाट सर्टकट गइरहेछ मान्छेहरू। त मान्छे उनीहरूको गाडीमा आउनेहरूको बिजोको यस्तो छ। हामी हिँडेर आउनेहरू चाहिँ यता आइपुग्यो है। यस्तो छ है हजुर व्हाइट गुम्बा जानेको भिड। तलै 2 किलोमिटर तलै गाडी रोकेको छ आउनु नसकेर। यसरी जाँदैछ दिदी भाइ चट्टै मिलेर गफ गर्दै यो रमाइलो छ। वेदर एकदम उक्रेको छ, खुलेको छ, गर्मी नै भइरहेछ, शीतल। काठमाडौँ हिँडेर पसिना पसिना है पसिना यी। क्रिमहरू कता पुग्यो खै? हिँड्ने क्रम जारी छ। बाटो चाहिँ एकदम दामी छ। छोरा काशी पनि आज हिँड्यो मजाले। यस्तो छ बाटोको साइडमा चाहिँ यस्तो दामी छ, रुखै रुख। हामी लगभग व्हाइट गुम्बाको छेउछेउमै पुग्यो। यसरी हिँडेर घुमेर गएको चाहिँ यही मजा। 8848 किलोमिटर माथि नेपालीमा, इङ्ग्लिसमा चाहिँ 8848 त्यस्तो छ अवस्था। मै पुगिसक्यो हामी। पुग्नुपर्ने चाहिँ त्यहाँ हो। सबैजना दिन राम्रो भएर हिँडेर गइरहेछ। गर्मी चाहिँ भइरहेछ।
गर्मी भयो नि मजा भइरहेछ पछाडि आउनेको अवस्था गुम्बामा पुगेको अवस्था फाइनली गुम्बामा चाहिँ पुगेको अवस्था हामी अब चाहिँ भित्र छिर्दैछौँ हामी चट्टसँग लाएर कता हो के हो कसो हो थाहा छैन अब सोध्नुपर्छ यस्तो छ गासी फाइनली पुग्यो हामी है डेकोरेसन यस्तो रहेछ दामी दामी ल हिँडौँ कालो उतै उतै अझै हामी मुम्बई जाँदैछौँ मुम्बई धेरै लामो छ यो घुम्ने ठाउँ चाहिँ शीतलमा बसेर गर्मी दाजु बहिनी घुमेर चाहिँ यस्तो रहेछ कस्तो भयो टाक्सीलाई आज व्हाइट गुम्बा अरू मान्छेहरूलाई के सजेस्ट गर्ने आउनुहोस् घुम्नुहोस् भन्ने गाइज हामी चाहिँ फर्किँदै एकदमै प्लेस होइन एकदम राम्रो फर्किँदै गरेको अवस्था यहाँनिर चाहिँ एकदमै बेसी यहाँ भिडभाड नत्र भने चाहिँ
के बन्द हुन्छ हजुर धन्यवाद मान्छेको भिडभाड बिरालोले बाटो काट्दै सबैजना फर्किँदै हो फर्किने क्रम होइन ठिक छ दाइ सजिलो भएर यता त नेवा घाँसा यस्तो रहेछ दामी रहेछ नेवा घाँसामा आलु चाना चिकन करी यो नेवारी सेट आइपुग्यो है हाम्रो नेवारी सेट खानु पर्यो नेवारी सेट भिडियो गर्दैछ No, that's the Nevari food. First time try. कस्तो छ मिठो ल मा दामी खाऊ छिटो खाऊ छिटो ल तपाईँ नि दामी दामी अनि त्यो भन्दा चाहिँ यो हो है फेरि मेन हिरो चाहिँ यो है हाम्रो ब्लग चाहिँ चाइनिजमा आएर समापन गर्ने है बाई बाई हाम्रो ब्लग यहीँ एन्ड गर्न चाहन्छु